बालापनको स्मृति जोडिएको यो बाटोहरू आज गोरेटो जस्तो पनि नदेखिने पो भएछ। शिशिरको पतझर मौसममा हामी यसै गरी हरेक बिहान आफ्नो विद्यालयको लागि यही बाटो हिँड्थ्यौँ र हरेक साँझ विद्यालयबाट घर फर्किने आवत जावत गर्ने हाम्रो गोरेटो यही थियो। हामीसँग धेरै स्मृतिहरू यो गोरेटोसँग गाँसिएको छ। अहिले उताबाट मोटर बाटो बन्यो, जसले गर्दाखेरि अहिले विद्यार्थीहरू आफ्नै मोटरसाइकल, अटो लगायतका सवारी साधनहरूको प्रयोग गरेर विद्यालय जान्छन्। त्यसैले पनि यो गोरेटो एकान्तमा हराए जस्तो पो देखिन थालेछ त। आज फागुनको 21 गते 2082 साल यो निर्वाचनको लागि म मनोकामना स्कुलमा भएको हाम्रो मतदान केन्द्रमा मतदान गर्ने उद्देश्यका साथ मनोकामना जाँदै थिएँ। यसरी जाने क्रममा मलाई चाहिँ यो पुरानो आफ्नो स्मृति जोडिएको बाटोबाट पार गरेर जान मन लाग्यो। तल दिदीहरूले भन्दै हुनुहुन्थ्यो त्यो बाटो अहिले कोही हिँड्दैनन् कल्पना, त्यो बाटो नजानु भनेर। तर मलाई कसो यही बाटो जाउँ जस्तो लाग्यो र एक्लै यो यात्रा प्रारम्भ गरेँ। मलाई सम्झना छ हाम्रो सिद्धार्थ स्कुलको लाइब्रेरी हरेक शुक्रबार चाहिँ खुल्थ्यो। त्यो बेला हामीले प्राप्त गर्ने किताब, लाइब्रेरीबाट प्राप्त गर्ने किताब पढ्नको लागि कोही पनि भएन भने चाहिँ डिस्टर्ब हुँदैन भनेर यो बाटो एक्लै किताब पढ्दै माथि पुग्ने गरिन्थ्यो। लाइब्रेरीबाट प्राप्त त्यो पुस्तक चाहिँ लगभग यो बाटो 1.25 घन्टा जति हिँड्दाखेरि किताब पनि पढेर भ्याइसकिन्थ्यो। जङ्गलको 25% जस्तो भागमा पुगिसके पछाडि एउटा तामाङ जातिहरूको दाह संस्कार गर्ने ठाउँ थियो। त्यो चिहानमा एकदमै सबैजना डराउनुहुन्थ्यो। तर हामी भने त्यो बाटो एक्लै हिँड्न पनि आनन्दसँग हिँड्न सक्थ्यौँ, किनभने हामी अभ्यस्त भइसकेकोले पनि त्यस्तो भएको हुनसक्छ। जङ्गलको लगभग 40% भागमा पुगेपछि यो एउटा ठुलो रुख आउँछ, जसलाई चाहिँ हामीले 8 नम्बर रुख भन्ने गर्थ्यौँ। कसैलाई बाटोमा भेटियो भनेदेखि कहाँ भेटियो भन्दा 8 नम्बर रुखनेरि भेटिएको थियो भन्नलाई हामीलाई सजिलो पनि भएको थियो। 8 नम्बर रुख पछाडि चाहिँ अझै उकालो अझै बढ्थ्यो। यो गोरेटोहरूमा हामी धेरै यो ओह्रालोमा चाहिँ दौडिँदै स्कुल आउँदाखेरि कतिपटक हाम्रो हातमा चोट लागेको छ, किताबहरू छरिएका छन्, च्यातिएका छन्। ती स्मृतिहरू साँच्चै अहिले सम्झदा आनन्द लाग्ने कुरा छ। थाकलको बोट जुन यो चैत वैशाखको गर्मीमा हामीलाई यसले एउटा भोक मेटाउने काम पनि गर्थ्यो। कलिलो भोर्लाको पातले यो सुकेका पातहरूलाई चुनौती दिँदै हामीलाई हरियोपनको महसुस पनि गराउँथ्यो। उकालो चढ्दै हामी पानी खान पर जङ्गलको कुनामा पनि जान्थ्यौँ। केही पटक त त्यहाँबाट पाइप लगाएर पानी पनि ल्याइएको हो, तर हरेक वर्ष लाग्ने डढेलोले पाइप नष्ट गरिदिन्थ्यो। करिब आधा बाटो क्रस गरेपछि हेटौँडामै बस्नुहुने र माथि मतदान केन्द्र भएको पुराना साथीहरूलाई भेटेँ। हाम्रो पुरानो स्मृतिसँगैको कुराकानी गर्दै हामी उकालो चढ्यौँ। रानी सिन्कामा लाग्ने छाप हामी प्राय गरी यसरी नै हातमा लगाउँथ्यौँ। बदाम जस्तै मसिनो यो खानेकुरा हामी खुब खान्थ्यौँ। बनैभरि ढकमक्क धुर्सिलाका फुलहरू, रुदिलाका फुलहरू अनि यी मनै चञ्चल गराउने रानी सिन्काका पातहरू, थाकलहरूसँग स्मृति जोड्दै गन्तव्यमा पुगियो।